ल साथी आज चाहिँ टक्क मार्केट जान लागेको एक केटालाई लिएर गएको केटालाई हाई गर भनेको है पुरै मोबाइल लिएर यत्रो मुख भएर हाई गर्यो त्यसपछि अनि अझ मजाले हाई गर भने केटा हाँसिरहन्छ है त्यो सर यतातिर आएको एउटा केटा फेरि यतातिर पुरै पोज दिइरहेको छ यस्तो दिइरहेको छ क्या त्यहाँबाट टक्क सर अब मार्केट गयो मार्केटमा आइपुग्यो है मार्केटमा पुरै झिलिमिली छ त्यसपछि टक्क भित्र छिर्यो क्या भित्र छिर्यो केटा फेरि मार्केटमा छिरेको वा भन्दै केटा पुरै घुमिरहेको छ केटालाई पुरै झिलिमिली लागिरहेछ त्यहाँबाट यता जाँदा जाँदै टक्क दाइ माथि राम्रो छ भने माथि गयो फेरि टक 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 सिँढिया माथि गयो होइन माथि टक्क माथि जाने बित्तिकै त्यो केटालाई टक्क एउटा जुत्ता देखेछ मन परेछ है जुत्ता वाउ दामी छ भने दुईजना पुरै दाजुभाइ मिलेर हेरिरहेछ है त्यही मन परेन फेरि त्यहीँ राख्यो त्यति राख्दा राख्दै फेरि मलाई एउटा जुत्ता मन पऱ्यो केटाले ओहो दाइ यो चाहिँ एकदम दामी छ भने है ल ठिक छ यो राम्रो छ भने म लान्छु भने टक्क मैले पनि त्यो एउटा गरेँ त्यसपछि अनि त्यो गर्दा गर्दै गर्दा गर्दै ट्याक्क त्यहाँबाट ल दाइ भयो अब चाहिँ जानुपर्छ भन्यो त्यसलाई त्यसपछि त्यहाँबाट लत्त त्यहाँबाट चाहिँ केटाहरूलाई भनेर सरर गाडीमा सुलुलुल्ल त्यो मार्केटलाई मजाले हेर्दै 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 बिदा गर्दै 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 ट्याक्कै रुम आइपुग्यो रुम आइसकेपछि केटाहरू अझै जाने भन्दै थियो क्या तर मैले फेरि अर्कोचोटि लान्छु भनेर केटालाई